हेलो साथीहरू, आज अहिले भर्खरै फेरि मेरो गप्पीहरूले पुनः बच्चाहरू दिएको छ। अहिले कतिवटा बच्चा दियो भन्ने कुरा मैले बल्ल हेर्दैछु। मैले बल्ल थाहा पाएँ बच्चा पाएँ रहेछ भन्ने कुरा, र मैले तुरुन्तै मेल फिमेललाई सबैलाई मैले यहाँ अलग्गै राखेको छु। र अब चाहिँ म बच्चा निकाल्न गइरहेको छु। कतिवटा बच्चा पायो भन्ने कुरा मलाई पनि थाहा छैन। त्यही भएर मैले चाहिँ भर्खर हेर्दैछु। यहाँ बच्चा सानो तपाईँले देख्न सक्नुहुन्छ यहाँ भिडियोमा। म पालैसँग निकाल्ने छु है त गाइज। र यहाँभन्दा पहिला पाएकै बच्चाहरूलाई मैले यसरी निकालेर यसमा राखेको थिएँ, र यसलाई म पुनः यसरी नै गप्पीका बच्चाहरू निकालेर त्यहाँ राख्न गइरहेको छु। यो चाहिँ मैले खास गप्पीको बच्चाहरू राख्नको लागि बनाएको सेटअप हो। यसरी यहीँ राखेँ, र अब अहिले भर्खरै पाएका बच्चाहरूलाई पनि फेरि म यसरी नै यहाँ राख्नेछु। मैले भर्खरै एउटा गप्पी त्यहाँ राखिसकेँ, गप्पीको बच्चा एउटा राखिसकेको छु, र अरू बच्चाहरू पनि म यसरी नै क्रमबद्ध रूपमा खोज्दै त्यसमा राख्ने कोसिसमा छु। यो दुईटा हुन्छ, अघि एउटा राखेँ, अब यो दुईटा। अझै पहिला मसँग 9वटा बच्चा थियो, 9, 10, 11वटा भयो अहिले चाहिँ। अहिले 12वटा भयो। मैले 12वटा बच्चा राखिसकेँ हिजो र आज गरेर। यहाँ छ अझै एउटा, यसले चाहिँ 13वटा भयो। 13वटा अझै पनि हुनुपर्छ यहाँ रहेछ अझै 13वटा भनेपछि यो आएपछि 14वटा हुन्छ। कता कता भाग्छन् कुन्नी फेरि। ल 14वटा भयो। अझै म यहाँ खोज्दैछु कतिवटा छन् अझै यहाँ दुईटा रहेछ। 14 दुईटा पर यसले 15वटा भयो। 15वटा हालिसकेँ मैले सबै गरेर अहिलेसम्म चाहिँ 15वटा भनेपछि अझै उता 16वटा देखेँ मैले। 16वटा 17वटा यति नै हो र। अहिले चाहिँ मैले यहाँ दुईटा देखेँ होइन, दुईटा हालेपछि 17वटा हुन्छ। यसलाई निकाल्छु। यो 16वटा हो, अझै एउटा हाल्नु बाँकी छ। कता गयो फेरि। जस्ट 1 छ अब चाहिँ यहाँ मैले देखे अनुसार, तर देख्ने गाह्रो छ, सानो हुन्छ, कता कता लुक्छ कुन्नी। यो फेरि झिकिहाल्नु एकदम जरुरी हुन्छ, नभए त मैले पहिला पनि भिडियोमा भनिसकेको छु, अर्को भिडियोमा नि यसकै मेल फिमेल यसकै बाआमाले खाइदिन्छ भनेर चाहिँ मैले भनिसकेको छु नि त। यहाँ रहेछ, कता गयो। एउटा मात्रै छ, देख्न अलिक गाह्रो भइरहेको छ। यसलाई चाहिँ यहाँ रहेछ। लगाइ 17वटा भयो अहिलेसम्म है। सबै गरेर 17वटा बच्चा मैले झिकिसकेँ हिजो र आज गरेर। सम्भवतः आज अहिले यहाँ यी अझै छ कि छैन, अब त छैन है गाइस, त्यो सायद केही धुलो केही रहेछ। 17वटा बच्चा मैले हालिसकेँ। अनि एउटा दुःखद घटना चाहिँ, एउटा हिजो मोली भन्ने एउटा माछा, त्यसले चाहिँ बच्चा पाउने क्रममा उसको डेड भएको छ। सो स्याड न्युज त्यो चाहिँ मेरो लागि चाहिँ। बच्चा पछि मैले बच्चा
थाहा भएन मलाई पनि। पछि चाहिँ मोली डेड भयो पछाडि मैले उसको पेट चिरेर हेर्दाखेरि उहाँ धेरै बच्चाहरू थियो र अफसोस बच्चा र माउलाई जोगाउन सकिएन, दुइटै डेड भइसकेको रहेछन्। बच्चा पाउने क्रममा उसले असहज पेन भएको कारणले चाहिँ बिचरा उसको यहीँ यसमै डेड भयो। भनेपछि आजलाई यति नै रहेछ गाइज। अहिलेसम्म खासै केही देखिनँ मैले चाहिँ हिजो र आज गरेर 17वटा गप्पीको बच्चा हालेँ। सायद त्यसमा नि मोलीको बच्चा पनि थियो कि भन्ने शङ्का लागिरहेको मलाई। ठुलो हुँदैपछि गप्पी र मोली अलग्गै चिनिन्छ र म यिनीहरूलाई फेरि यहीँ रिलिज गर्छु। मैले चाहिँ गप्पी, मोली र यिनीहरूको प्यारेन्ट्सलाई र बच्चालाई हुने गरेर मैले यो दाना लिएर आएको छु, जुन मार्केटमा इजिली पाइन्छ र मैले पुनः रिलिज गरेको छु यहाँ चाहिँ। अब फेरि भोलि पायो अथवा कुनै दिन फेरि पायो भने चाहिँ म हजुरलाई फेरि यसरी भिडियो बनाएर हाल्नेछु। सम्भवतः मलाई लाग्छ योवाला यसले फेरि पाउँछ होला, यसले फेरि पाउँछ होला। अहिले चाहिँ यो सेटअप पनि पुरै गोल्डफिस र अरू एउटा च्याप्टे माछा के माछा भन्छन् यहाँ। अनि प्लस मैले अस्ति भर्खरै लेउ खाने माछा पनि लिएर आएको छु गाइस। यो चाहिँ लेउमा टाँसिने माछा हो, के अरे सरी, लेउ खाने माछा जुन यो सिसामा टाँसेर बस्छ, प्लस र यसले लेउहरू खाइदिन्छ होइन। ट्याङ्कीमा सफा हुन्छ, यसले आफ्नो काम गरिरहेको हुन्छ। त्यसरी कुनामा टाँसेर बस्छ। अनि कतै लेउ लाग्यो भने यसले यस्तो कुराहरू कतै लेउ लाग्यो भने यो भनौँ न स्विमिङ गर्दै आएर लेउ खाइदिन्छ। दायाँ बायाँ जहाँ पानी छ त्यहाँ नै पुगेर पुरै लेउ खाइदिन्छ। यसले त्यहाँ थियो, अहिले भर्खरै फेरि यता आयो। यो चाहिँ यसको काम भनेको लेउ खाने हो। यहाँलाई चाहिँ मैले यो दाना दिइरहेको छु। मैले चाहिँ अब यहाँ हेर्नेछु है त, देखिन्छ कि देखिन्न बच्चाहरू भनेर। एउटा देखियो, यहाँ रहेछ एउटा। मसँग यहाँ कुल टोटल 17वटा बच्चाहरू छ। मोली र गप्पीको बच्चा गरेर 17वटा माछाहरू मसँग यहाँ अहिले सानो पोखरीमा भएका छन्। तपाईँहरू मेरो भिडियोलाई सब्सक्राइब गर्नु होला, हेर्दै जानु होला। यी ठुला भएपछि कस्ता हुन्छन्, कस्तो रूप लिन्छन्, यिनीहरूले कतिसम्म बढ्छ भन्ने कुराहरू म तपाईँलाई सबै भिडियोमा जानकारी दिइरहनेछु। कृपया सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है त। यताबाट अफ रहेछ स्विच चाहिँ। मैले त अक्सिजन प्लस लाइट पुरै अन गरिदिएको छु। लाइटमा चाहिँ यस्तै भ्यू देखिन्छ होइन। यो चाहिँ मेरो सानो एउटा एक्वेरियम सेटअप हो। ल हस् त गाइस, यति भन्दै म बिदा हुन चाहन्छु र फेरि अपडेट हुने बित्तिकै म हजुरलाई जानकारी दिनेछु है त। थ्याङ्क यू गाइस, थ्याङ्क्स फर वाचिङ समर ब्लग।